दर्शकबिन देख्न सक्नुहुन्छ यो काठमाडौँको दृश्य रहेको छ। अहिले देख्न सक्नुहुन्छ एकदमै डरलाग्दो माहौल भएको छ काठमाडौँमा। देख्न सक्नुहुन्छ भाट भटेनीमा यो चाहिँ एकदमै डरलाग्दो चाहिँ क्रियाकलापहरू देखिएको छ। जस्तै बङ्गलादेशमा शेख हसिनाको दरबारमा छिरेर सामानको लुटामारी गरिएको थियो, त्यस्तै दृश्य नेपालमा पनि देखिएको छ। काठमाडौँमा देख्न सक्नुहुन्छ दृश्य देख्न सक्नुहुन्छ एकदमै भाट भटेनीमा सामानहरू तोडफोडदेखि लगायत होइन सबै सामानहरू बाहिर फालेर छताछुल्ल गरेका छन् होइन। एकदमै नोक्सान गरेको देखिएको छ राजावादी पार्टीले होइन। देख्न सक्नुहुन्छ राजावादी समर्थक पार्टीहरूले यो चाहिँ सबै सामानहरू बिखार दिएको, एकदमै कोही मान्छेहरू सामान लिएर हिँडिरहेको अवस्था देखिएको छ होइन। एकदम क्षतिग्रस्त देशमा भएको अवस्था देखिन्छ। एकदमै डरलाग्दो आन्दोलन भएको देखिन्छ। तीनकुनेमा असो ग्यास प्रहार गरिसकेपछि यो टोली अहिले भाट भटेनीतिर आएर पुरै एकदमै लुटपिटमा लागेको छ भन्न सकिन्छ। देख्न सक्नुहुन्छ कोही सामग्रीहरू समाएर भागेका छन् होइन। देशमा एकदमै अप्ठ्यारो माहौल देखिएको छ। एकदम अप्ठ्यारो एकदम डरलाग्दो माहौल देखिएको छ। दर्शकबिन तपाईहरू देख्न सक्नुहुन्छ एकदमै डरलाग्दो माहौल देखिएको छ यो काठमाडौँमा होइन। अब देख्न सक्नुहुन्छ भोलिका दिनहरूमा के हुन्छ कस्तो हुन्छ काठमाडौँतिर होइन, कस्तो हुन्छ के हुन्छ। देश एकदमै डरलाग्दो स्थितिमा देश पुगेको छ। युवाहरू एक अर्कासँग घमासान जुधेका छन्। देख्न सक्नुहुन्छ सुरक्षाकर्मीलाई पनि एकदम डरलाग्दो दृश्यहरू देखिन्छ दृश्यमा होइन। तीनकुनेमा तपाईहरूले देख्नुभएको होला, त्यहाँ पनि एकदम दृश्य डरलाग्दो दृश्य रहेको छ। भनेपछि केही ठाउँमा आग लागि आगजन्य सामानहरू पनि जलाएर होइन घरसहित जलाएको अवस्थाहरू देखिन्छ। देख्न सक्नुहुन्छ भागाभाग रहेको छ भाट भटेनीमा। यो सबै जनताहरू भागाभाग रहेर सरसामान बटुल्ने क्रममा देखिएको यो तस्बिर तपाईहरूलाई देखाउँदैछु होइन। एकदमै बनिरहनु होला भिडियोमा होइन। एकदम क्षतिग्रस्त गरेको छ, सिसाहरू पनि फुटाएको छ। देख्न सक्नुहुन्छ पुरै भाट भटेनी बिल्डिङको सिसाहरू फुटाएको, रोडमा तोडफोड यताउता लगायत सबै ठाउँमा क्षतिग्रस्त गरेको छ। देख्न सक्नुहुन्छ दृश्यमा एकदम डरलाग्दो माहौल छ काठमाडौँमा। एकदमै डरलाग्दो माहौल छ। एकदम युवा सशक्तिकरणमा एकदमै युवाहरू जुधिरहेका देखिएका छन् होइन। सुरक्षाकर्मीलाई पनि एकदम गाह्रो छ। सुरक्षाकर्मीलाई कुटपिट लगायत हतियार सहित आक्रमण गर्ने कुराहरू भइरहेको छ। तीनकुनेमा पनि एकदमै माहौल एकदम गरम माहौल रहेको देखिन्छ। देख्न सक्नुहुन्छ पुरै तोडफोड गरेर क्षतिग्रस्त गरेको देखिन्छ। देशमा आन्दोलन देशमा भइसकेपछि देशमा आन्दोलनको फाइदा यिनीहरूले यसरी उठाएका छन्। यो चाहिँ अब व्यक्तिगत सम्पत्तिहरूमा यसरी चाहिँ गर्नु नहोला जस्तो लाग्छ मलाई त होइन। यस्तो चाहिँ टाइपको देखिएको छ। देख्न सक्नुहुन्छ क्षतिग्रस्त गरेको छ होइन। कसैको तोडफोड यताउता गरेर होइन अब देशलाई नै रित्तो गर्ने अवस्था गरेको अवस्था देखिन्छ होइन। अब के भन्न चाहनुहुन्छ तपाईँहरू पहिला कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला।